Hi everyone, welcome back to my another mini vlog. हाम्रो चाहिँ सोमबार सबैको छुट्टी भएको भएर हाम्रो चाहिँ आज फुल्की खाने प्लान छ। ल सुरु गरौँ है त। चटपट खाने बेला लटपट अमिलो पेरो मुखमा हालेर मुखमा डालेर खाम चटपटे खाने हैन पनि चटपटे। ल रेसमा कस्तो भयो रे? बुढो भएर आएर सबै फुल्की खाएर जाने सुदीपको तपाईँ चाहिँ नेपालगञ्ज पुग्नुभयो कि भएन? नेपालमा बन्दैन यो बुढो भएर अनि चिताउनतिर उता काठमाडौँ पनि राख्छ मान्छेले तर त्यस्तो काठमाडौँ चिया मिठो छ हो क्या च्यामिरो चाहिँ एकदम मिठो छ। हामीले चाहिँ एउटा एउटा हाल्दै खाइरहेको थियौँ अनि सुदीपले चाहिँ यसरी मजा आएन भनेर पहिला सुरु सबै फुटाएर प्लेटमा राखेर अनि त्यसमा तातो तातो मटर हालेर अनि त्यहाँ माथि फेरि पानीपुरीको झोल हालेर अनि अरू धुलो चाट मसला ब्ल्याक सल्ट अनि अर्को धुलो खुर्सानी हालेर चम्चाले खाएपछि मात्रै पुरै अथेन्टिक हुन्छ अरे कि। त्यही भएर चाहिँ यहाँ सुदीपले प्लेटमा यसरी हालेर रेडी गरेर हामीले चाहिँ चम्चाले नै खाएको थियौँ कि यति मिठो भएको थियो। तर एकदमै मिठो भएको थियो कि अहिले यो भिडियो मैले सायद एक हप्तापछि एडिट गरेर हाल्दैछु होइन। यो भिडियो एडिट गरिराख्दाखेरि मेरो मुखमा पानी आइरहेको छ कि चाट मसला थोरै चिली पाउडर। ल अब चाहिँ हाम्रो खाना रेडी भयो। ल खाम त सर यो चाहिँ चम्चाले खानुपर्छ भन्ने मान्यता रहेछ होइन। सो फेरि भने मान्दैनौ। ल यो चाहिँ चम्चाले खानुपर्छ अरे है, त्यही भएर म चम्चाले खाइरहेको छु। फुल्की, दिस इज कल्ड फुल्की। एउटा खान्छु ल ल मटर हालेर त्यो सर्ट भयो खाना आउनु भएको छ रितु। भित्र आऊ हाउ इज इट? हामीले चाहिँ सबैजना भएर खायौँ है, एकदमै मिठो भएको थियो। नेपालको जस्तै भाइ भएको थियो कि सबैजनालाई मजा आयो अरे, एकदमै मिठो भएको थियो। थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान, बाई।